उसलाई मैले फाइनली भेटेँ। यो यहाँनिर यस्तो नेचुरल वाला यस्तो वाउ ल गाइज मलाई खुसी लाग्यो यस्तो कुरा सुनेर। Hey guys, welcome back to my YouTube channel. This is me, Anisa Sudari, and बाहिर कुरोहरू दिनै राति यसरी हुन्छ तर मैले के गर्न सक्छु। अब मैले हेर्नुहोस् है त अब मैले यिनीहरूलाई हेरेँ यसरी यहाँनिर नगरा भन्नु चिचाएँ भने पनि यिनीहरू झनै ठुलो छोरीले कराउँछन्। Ignore my background and focus on me. अब म चाहिँ मेरो हेयर होइन भोलि एकदमै राम्रो पर्फेक्ट देखोस् भनेर चाहिँ म एकदमै DIY युज गर्न जान लागेको छु। यो मैले DIY पहिला नि युज गरेँ तर अगाडि कपाल चाहिँ भएको थियो त्यही पनि हेरौँ होइन फेरि ट्राई गर्छु। के गरेको थिएँ भन्दाखेरि चाहिँ यसमा जब मैले फेरि रिट्राई गर्न लागेको यसरी नै गर्ने हो गर्न चाहिँ मैले थोरै त गरेँ तर यस्तो थिएन अस्ति त मैले बिर्सेँ। सो गाइज मैले पुरै कपाल जस्तो गरिसकेँ। अब लेट्स सी टुमारो। गाइज त्यो ह्याकले काम गर्दो रहेछ अलिअलि गरेँ नि त तर मैले हिजो राति 2-4 मिनट राखेर खोले हो क्या किनभने अनकम्फर्टेबल हुँदो रहेछ। मेरो साथी त बल्खु आइपुगिसक्यो अरे म त रेडी पनि भएको छैन अनि म त रेडी पनि भएको छैन। म भर्खरै उठेर मुख धोएर दाँत मोलेर अनि त्यसपछि भिडियो गरेर आएको हो। अब के गर्ने अब मेकअप गर्न मलाई 2 घन्टा लाग्छ। अब के गर्ने त अब चाहिँ म उसलाई सातो बाटो लिन जान्छु भनेको थिएँ तर मसँग बाइक छैन नि त के गरौँ त एकान्त कुना जाऊँ कि क्या है एकैचोटि अब अनि उसलाई पिकअप गरेर सातो बाटोबाट पिकअप गरेर अनि घर आएर रेडी भएर अनि उ र म गोदावरी जाने। ओके आई एम गोइङ एकान्त कुना। सो गाइज आफ्टर अ लङ टाइम भ्लगिङ स्टार्ट गरेको त्यो पनि साथी रिसाई। अब म यहाँबाट इनड्राइभ चढेर अनि त्यहाँ गएर बाइक लिएर अनि त्यसपछि अनि उसलाई पिकअप गरेर आउनु भनेको सातो बाटो आइसकेछ। अब के गर्ने अब के गर्ने ल बसेँ ल भयो। उसलाई मैले फाइनली भेटेँ फाइनली भने जस्तो भयो। अब मलाई बोल्न लाज लाग्छ एकछिनमा बोलेर भ्याएपछि म भिडियो बनाउँछु। आउँदैछु त्यहाँबाट हामी चिप्सहरू खाने। ओ विक्रम दाई के छ बाइक घुमाइदिनु न दाई प्लिज के म इमर्जेन्सीमा छु कि एकछिन। ठिकै भयो पासै होला नि पास फिक्स पास त स्कलरसिपमै नाम निस्किन्छ मेरो चाहिँ। भन न उयो अनि भन न नमस्ते भनेर यस्तो मेरो भ्लगमा। सो गाइज अब नमस्ते गाइज कसम हजुर तँ पनि झोलामै छ नि त्यही नयाँ आइफोन लिएर आएँ भनेर त यहाँ भ्लग बनाउन खोजिरहेको मैले। आई पेट दुख्यो ल रुख है ल कपडा त कपडै देखियो यार के देखियो पछाडि तलेर नि मैले बोलेको सुनेको छ कि छैन तर गाइज धेरै पछि भ्लग बनाउँदाखेरि चाहिँ के बोलाउँ हुँदो रहेछ। अब हामी दुईजनाको कम्युनिकेसन स्किल पनि होला हजुरहरू र भन त वही साथीलाई मलाई फर्स्ट टाइम देख्दाखेरि कस्तो बुझायो कस्तो पहिला त आयो भने अरे नर्भस नर्भस आयो तिमी मलाई चाहिँ के भइरहेको छ भने कस्तो मैले चाहिँ झ्याप्पै तिमीलाई चिनिहालेको के मैले चाहिँ डर लागिरहेको थियो है यत्रो वेट गराइसकेँ मैले अनि तिम्रो आवाज सुन्दा पनि कस्तो खुसी खालको भनेर म चाहिँ बरु तिम्रो स्वर चाहिँ मन परेछ है साँच्चै मेरो मेरो आवाज मेरो त कस्तो पच्चिस
बच्चाको हो कि कस्तो झर्के जस्तै सुनिन्छ क्या आवाज चाहिँ भर्खर उठेर हो कि त्यस्तो आएको म त ठ्याक्क 3 मिनट भयो भने भन्दा नि अङ्कल गयो है भ्लग बनाउँछु कि म सोडारी भ्लग्स मेरो सरनेम हो त्यो चाहिँ मेरो नामै थाहा छैन होला कि मान्छेलाई भन त तर सोडारी भन्ने कस्तो छ अस्मित अमृता युट्युबबाट लाइक सब्सक्राइब गरिदिइहाल्छ है त हुन्छ अङ्कल हामीले गरेर बन्छ भने मान्छेहरू कति कति बन्नुहुन्छ होइन हो नि त हो सोसियलको लागि काम गर्ने नानी हुन्छ सोडारी भ्लग्स सुरु कि हो तर मेरो सब्सक्राइबर छैन धेरै छैन अहिले अब म कहिले हाल्छु कहिले हाल्दिनँ यही हो म यही हो के हो ल अङ्कलले पनि सब्सक्राइब गरिदिनु भइसक्यो मलाई ल अङ्कल हेर्नु होइन यही हो म नोटिफिकेसन हुन्छ है ल बाई बाई अङ्कल थ्याङ्क यू है सब्सक्राइब गरिदिनु ल सब्सक्राइबर बढ्यो एउटा हजुर यहाँबाट नजिकै हो अब आइसक्यो ल चढ अब उसले चढ्नै गाह्रो हुन्छ ल चढ यस्तो छ ल दिनुहोस् म्याडम नलडाउनु है मलाई चढ्यौ अड्क्यो त्यो रोचिन चढ्यौ लौ बन खोइ कसरी सुट गरिदिनुहुन्छ यसरी गऱ्यो है चस्मा पनि लाग्यो अब लगाइदेऊ त कति खोलेको ल हो दामी देख्नु बोलेको चाहिँ बाइकमा यहाँनिर केही सुनेकै रहन्छ होइन हावाको मात्र आवाज आइरहेको थियो त्यसैले मैले सबै यो काटेर हालेँ आइज हामी गोदावरी आइसकेँ हिँड्नुहोस् म्याडमजीलाई हेर्नुहोला अनि मलाई पनि हेर्नुहोला यही भ्लग गर्न गाह्रो छ हेर्नुहोस् गोदावरी मेरो साथी म मेरो यहाँ के कालो लागेछ कि यार थाहा पनि भएन कि त्यो मस्काराको के हो मेरो अनुहार मेरो चाहिँ एकदम राम्रो छ त तिम्रो हेर्दै कस्तो कुहिरे जस्तै लाग्थ्यो मैले मलाई झन् तिम्रो चाहिँ स्किनको ग्लो कस्तो राम्रो लाग्थ्यो स्किनको ग्लो सो के होइन यो कोठी हिजो बल्ल बल्ल मैले मिलाएको हो यहाँ भिडियो पनि बनाएको छु मैले तर मेकअप भन्दा रियलमै राम्रो देखेर हो ल गाइज मलाई खुसी लाग्यो यस्तो कुरा सुनेर यो खोला हो अब म उसको यहाँ बिचमा फोटो खिचिदिन्छु अब आऊ सुरुमा घुमौँ होइन अनि लास्टमा खामला उसको के पहिला फोटो खिच्छौँ ल हुन्छ धेरै नै हो अघि ओए मुला लोला ओ यहाँनिर पनि खिच्नुपर्छ मै गड मेरो दिमागमा यति धेरै आइडियाहरू आइसक्यो कि ल्याउ ब्यागमै बोकिदिन्छु पर्दैन एक भिडियो बनाइदिन्छु भनेको ल कुकुरको रुख हो रे यो चाहिँ चियाको रुख हो भने भन्दिनँ म सबै कपुरको रुख हो ए हो उस्तो छैन त यो रुख चाहिँ पर्फेक्ट रहेछ मैले त यो रुखै भन्नु पर्यो रहेछ है तिमी जाडो हो भन्थ्यौ हात दुख्यो मेरो त माइट लाएर होला त्यो भित्र कटु लाएर नि होला मैले त के लाएको थिएँ ट्र्याक लाएको थिएँ मैले त भगवान् छन् भन्ने एकचोटि भएर वरिपरि हेर्दाखेरि सबै मन पर्यो कहाँ त्यहाँ नदेखा तिमीले मेरो त फेरि आँखा चारैतिर जान्छ छोड्यो यो के हो नि यो त खोला हो नि अब यो बिरुवा चाहिँ थियो यार यो त उखुको रुख जस्तै छ है उखु चाहिँ होइन यो फुलाइरहन्छ ओ मेरो कपाल
ल ल ल बोल्नु ल म रेडी गर्दैन तिमीलाई भिडियोमा देखाइदिउ ल अब यस्तो देखाइदिउ हाम्रो ब्यागमा के छ त हेर्नुहोस् आउनुहोस् चाउचाउ यहाँ छ दुईटा चाउचाउ अनि भयो नि तिमी लेज अनि कुरकुरे करेन्ट कुरकुरे अनि के हो दालमोट यो पिनट्स पानी के हो यो चिप्स अनि लास्टमा ड्यू डिउ नभए हामी यहाँ बसेर खान्छौँ अनि त्यही नै हो गाइस ल चाहिँ मेरो साथीको पर्स हो ल बन्द गरेँ मैले होइन नदेखाऊ ल बुवा अब यहाँ बसेर हामी खाने भयौँ होइन ल अब यहाँ बस कस्तो राम्रो देखेको त यहाँबाट त चप्पल मैले फर्किन्छ Ouch! मेरो अनलाइन फ्रेन्ड गाइस फेसबुक चलाउनु हो फेसबुक अकाउन्ट चाहिँ छ तर कहिले काहीँ मात्र हो कि ड्याडले भनिदिनु भएको बेला डकुमेन्टहरू सेन्ड गरिदिनुलाई कि म तिमीलाई मिठो खानेकुरा बनाएर देखाउँछु है हामी कति घुम्यौँ 20% पनि घुमाएको छ हो गोदावरीको विशेष ठाउँ यहाँ त घुम्नलाई त यति धेरै ठाउँ छ कि के भनौँ है त्यति धेरै ठाउँ छ हेर्नुहोस् म्याडमजीलाई मैले भरिया बनाएको छु आज गाइस सो अब चाहिँ अहिले चाहिँ 3:30 गइसक्यो हामी अहिले पनि स्टिल यहीँ नै छौँ उसलाई 5 बजीसम्म घर पुग्दा हुन्छ कि हुँदैन 5 बजीसम्म घर पुग्नु पर्छ अब हामी घर गएर ड्रेस चेन्ज गरेर अनि त्यहाँबाट हामी अनि उसको भाइको लागि र मम्मीको लागि हुडी र कुर्ता किनेर अनि उसलाई म एकान्त कुनामा छोडिदिन्छु बाइक पनि म त्यहीँ नै छोडिदिन्छु अनि म इनड्राइभमा आउँछु अनि पनि इनड्राइभमा जान्छन् बस्ने गरी आऊ मेरो घरमा बस्ने गरी आऊ ल ल ल अनि म अनि तिम्रो घरमा बस्ने गरी आउँछु है त्यहाँ मलाई घुमाउनु नि ल ल भइहाल्छ नि हामी चाहिँ गोदावरी घुमेर अहिले चाहिँ घर पुग्न लागेका छौँ हामीलाई अत्यन्तै रमाइलो भयो घुम्दाखेरि म एकदम खुसी छु उनी जस्तो साथी भेटाएर मैले सोचेकी पनि थिइनँ कि आज हामी यसरी घुम्नेछौँ भनेर कस्तो असमानी कि मलाई त असमानी कि औठो लगाइरहेको थियो घर घर कि कि भाइ स्कुल पढेर फर्किएको छ हेलो भाइ यता हेरिदेऊ न भाइ चाहिँ के भाइले मिठो मुस्कान दिइरहेका छन् पछाडि बसेर घरको बाटोमा पुरै हिलो छ घर आउने बाटोमा फुल कति राम्रो छ हेर्नुहोस् त वाउ यो कति ठुलो यी हाम्रो घर पनि आयो अब हामी घर आइपुगिसक्यौँ गोदावरी पनि घुमियो रमाइलो भयो मैले त उसँग घुम्न पाउँदा भेट्न पाउँदा है अब भोलि उता गइहाल्छु नि आफ्नै ठाउँ गाउँ पोखरा
उसको गाउँ चाहिँ सेन्जा तर बस्ने चाहिँ पोखरा। उसलाई चाहिँ सपिङ गर्न जानुपर्ने छ। अब सपिङ गरेर अनि त्यसपछि अनि पछि आउँछिन् उनी। त्यही नै हो गाइजहरू। यस्तो बाटो हिँडेका छौँ हिले। ब्लग भइरहेको भइहाल्छ नि। यस्तो हिलो बाटो पानी किन्न गएको छ। मेरो खुट्टै यस्तो छ खत्तरी सपिङ गर्न आएको उसँग। ऊ भोलि जाने हो नि त त्यसैले मेरो आउटफिट हो अहिलेको लागि। बाई बाई। अब गइन्। अब म नि घर जान्छु। बाई 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 बाई। अब रोड क्रस गर्न मलाई डर लाग्छ यार।